के तपाईँ सरकारी जागिरको खोजीमा हुनुहुन्छ र तपाईँले साधारण लेखपढ मात्र गर्नुभएको छ वा 8 क्लास मात्रै गर्नुभएको छ? हामी तपाईँको लागि आज अर्को नयाँ जब भ्याकेन्सी लिएर आएका छौँ, जसमा यदि हजुरहरू साधारण लेखपढ गर्नुभएको छ वा एसएलसी दिनुभएको छ अथवा मेडिकल फिल्डबाट ग्रेजुएसन गर्नुभएको छ, आज हामी तपाईको लागि साधारण लेखपढदेखि लिएर ग्रेजुएसनसम्म मागिएको पदहरूको भ्याकेन्सीको सूचना लिएर आएको छौँ। कृपया यो भिडियोलाई पुरा हेर्नुहोला। नमस्कार अनि स्वागत छ। तपाईँ हेर्दै हुनुहुन्छ एजुकेसनल इन्फर्मेसन युट्युब च्यानल। हामी तपाईँको लागि विभिन्न विषयवस्तुमा आधारित जब भ्याकेन्सीहरू लिएर आउने गर्दछौँ। आज हामी तपाईँको लागि अर्को नयाँ जब भ्याकेन्सी लिएर आएको छौँ, जुन रहेको छ मनराशि सेवन नगरपालिका महोत्तरीबाट। यो नगरपालिका मध्य प्रदेशमा पर्दछ। यहाँ रहेको छ सेवाकरारमा कर्मचारी भर्ना लिने सम्बन्धमा प्रथम पटक प्रकाशित मिति 2082 साल 1 महिना 8 गते। यो 8 गते खुलाएको भ्याकेन्सी हो। यसमा भनिएको छ यसमा राशि सेवा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मनारामा तपसिल अनुसारका विभिन्न पदमा करार सेवामा कर्मचारीहरू पदपूर्ति गर्न आवश्यक भएको हुनाले देखाए बमोजिम तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिबाट 15 दिनभित्र आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ। यो 8 गतेदेखि 15 दिनभित्रमा यानि कि 23 गतेभित्र तपाईँले यो फर्म भरिसक्नु पर्नेछ र यसमा पदहरू निम्न प्रकार रहेका छन्। भिडियोमा तपाईँ विज्ञापन नम्बर हेर्नुहोला र यसको अरू थप जानकारी हेर्नुहोला। म सरस्वती भन्छु। 1 नम्बरमा रहेको छ मेडिकल सुप्रिन्टेन्डेन्टको लागि तह रहेको छ 9औं, पद संख्या 1 जना माग गरेको छ र योग्यता मागेको छ यसमा मान्यता प्राप्त शिक्षण संस्थाबाट एमडी वा सोस र उत्तीर्ण भई सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त गरेको। 2 नम्बरमा रहेको छ मेडिकल अधिकृत भनेर तह 8औं, पद संख्या 1 जना मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सोस र उत्तीर्ण भई सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ। 3 नम्बरमा रहेको छ पशु चिकित्सक 6औं तहको लागि 1 जना माग गरिएको छ मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सक विषयमा बीभीएससी ब्याचलर इन भेटनरी साइन्स र एएच वा सोस र उत्तीर्ण भई सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ। 4 नम्बरमा रहेको छ अनमी पदको लागि यो 4थो तहको पद हो। पद संख्या 1 जना रहेको छ। न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट अनमी वा सोस र उत्तीर्ण भई सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त गरेको। 5 नम्बरमा अहेब 4थो तह 3 जना माग गरिएको छ मान्यता प्राप्त शिक्षण संस्थाबाट अहेब वा सोस र उत्तीर्ण भई सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त गरेको। 6 नम्बरमा रहेको छ सहायक कम्प्युटर अपरेटर तह 4थो, पद संख्या 1 जना मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सोस र उत्तीर्ण गरी रजिस्टर्ड संस्थाबाट कम्तीमा 6 महिनाको कम्प्युटर तालिम प्राप्त गरेको हुनुपर्नेछ। 7 नम्बरमा रहेको छ नगर प्रहरी श्रेणीविहीन भनेको छ खुल्लाबाट 2 जना, महिलाबाट 2 जना, मुस्लिमबाट 1 जना र दलितबाट 1 जना भनेर जम्मा 6 जना माग गरिएको छ। यसमा योग्यता चाहिँ मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसई वा सोस र उत्तीर्ण गरेको। 8औं नम्बरमा रहेको छ हलुका सवारी चालक भनेर श्रेणी रहेको छ श्रेणीविहीन र पद संख्या 1 जना माग गरिएको छ। साधारण लेखपद र नेपाल सरकारको निकायबाट हलुका सवारी चालकको अनुमति पत्र प्राप्त गरेको। 9 नम्बरमा रहेको छ कार्यालय सहयोगी भनेर श्रेणीविहीन 5 जना माग गरिएको छ साधारण लेखपट गरेको। 10 नम्बरमा छ हेल्पर भनेर यो पनि श्रेणीविहीन माग गरिएको छ पद 1 जना र योग्यता साधारण लेखपट गरेको। 11 नम्बरमा रहेको छ सरसफाई कर्मी यो श्रेणीविहीन रहेको छ 5 जना माग गरिएको छ साधारण लेखपट गरेको हुनुपर्नेछ। यसमा शर्तहरू निम्न प्रकार रहेका छन्। उमेरको हद सम्बन्धमा दरखास्त दिन पाउने अन्तिम मितिसम्म 18 वर्ष पुरा भई 40 वर्ष ननाघेको हुनुपर्नेछ। 2 नम्बरमा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ। 3 नम्बरमा आवेदकले नगरपालिकाबाट जारी दरखास्त फारममा सम्पूर्ण विषय तयार गर्नुपर्ने साथै न्यूनतम शैक्षिक योग्यताको प्रतिलिपिको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ। 4 नम्बरमा स्थानीय तहमा कार्य गरेकालाई विशेष ग्राह्यता दिइनेछ। 5 मा महिलालाई विशेष प्राथमिकता दिइनेछ। 6 मा आवेदन दिने अन्तिम दिनमा बिदा परेमा सोको भोलिपल्टसम्म आवेदन दिन सकिनेछ। 7 मा पदपूर्ति सम्बन्धी अन्तिम निर्णय लिने अधिकार नगरपालिकामा निहित रहनेछ। यसमा कुनै कतै पुनरावेदन लगाइने छैन। 8 मा विदेशी संस्थाबाट अध्ययन गरेको हकमा
त्रिभुवन विश्वविद्यालयबाट वा नेपाल सरकारले तोकेको निकायबाट समकक्षताको प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ। 9 नम्बरमा नगर प्रहरीको हकमा सेवानिवृत्त प्रहरीलाई विशेष प्राथमिकता दिइनेछ। 10 नम्बरमा परीक्षाको किसिम भनेको छ 9औं, 8औं, 6औं र 4थो तहको हकमा लिखित र अन्तर्वार्ता तथा श्रेणीविहीनको हकमा प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता हुनेछ। 11 नम्बरमा पारिश्रमिक भनेर भनेको छ नगरपालिकाले तोकिएको तथा करार सम्झौतामा उल्लेख भए अनुसारको सेवा सुविधा उपलब्ध गराइनेछ। 12 मा परीक्षा दस्तुर 1000 को नगदी रसिद वा बैंक भचर निवेदन साथ पेश गर्नुपर्नेछ। 13 नम्बरमा सम्पर्क मिति आवेदन दिने अन्तिम मितिको 7 दिनभित्र परीक्षा मिति पछि तोकिनेछ। 15 मा सेवा अवधि 2082 असार मसान्तसम्म र क समूहको आधारमा कार्यालयले म्याद थप गर्न सकिनेछ। 16 नम्बरमा दरखास्त पाउने स्थान यस नगरपालिकाको प्रशासन शाखा तथा नगरपालिकाको वेबसाइटमा रहेको छ। 17 नम्बरमा दरखास्त बुझाउने स्थान नगरपालिकाको प्रशासन शाखामा बुझाउनु पर्नेछ। 18 नम्बरमा दरखास्त बुझाउने अन्तिम मिति सूचना प्रकाशन भएको 15औं दिनको कार्यालय समयभित्र रहनेछ। यदि तपाईँ यी पदहरूको लागि इच्छुक हुनुहुन्छ भने तपाईँ मनराशि सभा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मनरा महोत्तरी जुन मध्य प्रदेशमा रहेको छ त्यहाँ गएर सम्पर्क गर्न सक्नुहुनेछ र त्यही फर्म भर्नुपर्नेछ। यस्तै अरू थप नयाँ भिडियो हेर्नको लागि तपाईँले हामीलाई लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। हवस् त, धन्यवाद।